हेर्नुस् गाइस, यो सोच्दै हुनुहुन्छ होला के हो भनेर। यो हो आटा। पानीमा चाहिँ आटा नुन फिटेर मैले दिनु आँटेको। यता कसलाई दिनु आँट्यो भन्दा चाहिँ यता हेर्नुस् न, मेरो घरको अगाडि गाईले बच्चा पाएर बिचारा हेर्नुस् त यस्तो व्यवस्थामा छ। कस्तो माया लाग्यो, यस्तो व्यवस्थामा छ। त्यही भएर मैले यो गाईलाई पानीमा चाहिँ आटा हालेर दिँदैछु। बिचारा कति भोक लागेको होला। यी हेर्नुस् त यस्तो अवस्थामा छ मेरो घरको अगाडि। म देख्दा माया लाग्यो। हेर्नुस् न, यस्तो अवस्थामा छ। यो हेर्नुस् त बच्चा पाएर है। यो गिरेको छैन, यो साल भन्छ यसलाई, गिरेको छैन। पुरा तिर्खा लागेछ। हेर्नुस् न, यी बच्चा हेर्नुस् न कति क्युट। ठन्डा लाग्यो है बिचारा। कस्तो मजाले खायो, कस्तो मजाले खाए। कसको गाई होला कुनी, हेर्नुस् न कसको गाई। बिचारा भर्खर पाएको, उठ्नै सकेको छैन। अझै खान्छस्? सक्यो। हेर्नुस् न, आधी बाल्टी लिएको थियो, सक्यो। फेरि लिएर दिनु पर्यो। ल है गाइस, यति नै हो आजको भिडियो। हेर्नुस्।